बाक्सधारा कति आयो होइन। यहाँ एउटा मन्दिर रहेछ, पुरानो मन्दिर, थाहा थिएन। यस्तो राम्रो मन्दिर रहेछ कि अहिले चाहिँ म प्रायः सधैँ यसो दिनमा एकपटक यो मन्दिर आउने गर्छु। शिवको मन्दिर रहेछ, कस्तो राम्रो होइन। त्यो बाटो हुँदै जान्छौँ। अर्को बाटो पनि छ, तर मलाई थोरै टाइम दिएर लामो बाटो जानु मन भएर यहाँ आएको। कस्तो राम्रो मन्दिर छ, शिवको मन्दिर, चुडारत्नेश्वर मन्दिर। तर देखाउँछु यहाँ बाटोमा पानी रहेछ। काठमाडौँमा पनि यस्तरी पानी बगिरहेछ। हाम्रो कोठामा पानी नभएर ट्याङ्करबाट मगाउनुपर्छ। यहाँ चाहिँ यसै बगिरहेछ पानी। कसै जाने त हिलो हुन्छ कि हो यो? ओ माइ गॉड, खोला बगेको रहेछ नि त यहाँ त। आज त यसरी हेरेन, मेरो त कपाल पनि भिज्यो, तर कस्तो राम्रो भएन। मैले यहाँ चाहिँ एउटा रुद्राक्षको बुट्टा छ है। रुद्राक्ष मैले धेरै लगिसकेँ यहाँबाट। अर्को यहाँ एउटा चिउरीको चिल्लो पात। चिउरी मस्तै फल्यो यहाँ। बाँदरले खाँदैन, किनभने यो एरियाभित्र एउटा डगी छ कि, उसको नाम जेन्जी हो। उसले आउनै दिँदैन। अब मन्दिर जान्छु। सानो घर छ, मन्दिर छ।